कि अनुहार हुनुपर्छ कि अनुहार हुनुपर्छ कि अनुहार हुनुपर्छ कि अनुहार हुनुपर्छ होइन भने बाँच्नलाई बेग्लै संसार हुनुपर्छ। म रुख हलाएर झारिदिन्छु माटोमा ताराहरू, मसँग शिक्षा हुनुपर्छ र शिक्षा मेरो लागि तयार हुनुपर्छ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस कार्यक्रमका सभाका सभापति महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथि, दूधको दूध पानीको पानी छुट्याउन बस्नुभएका निर्णायक मण्डल र यहाँ उपस्थित हुनुभएका शिक्षक शिक्षिका तथा अभिभावक र मसँग प्रतिस्पर्धी साथीहरूलाई मेरो व्यक्तिगत तर्फबाट र हाम्रो विद्यालय ब्राइट वुमन एकाडेमीको तर्फबाट न्यानो अभिवादन छ। आज हाम्रो वक्तृत्व कलाको शीर्षक छ लघुपदार्थ दुर्व्यसनी र यसका असरहरू। ड्रग इज द डिफाइन्ड एज इन सबस्टेन्स दैट टेकन बाइ लिभिङ अर्गानिजम मे मोडिफाई वन और मोर इट फंक्शन बाइ WHO। ड्रग शब्दको नेपाली रूपान्तरण औषधि हो। जब कसैले लघु पदार्थ विशेष कारणले अनियन्त्रित मात्रामा पटक पटक प्रयोग गर्छ, उक्त पदार्थले मानिसको शारीरिक वा मानसिक क्रियामा क्षति ल्याउँछ, त्यस अवस्थालाई नै लघु पदार्थ दुर्व्यसनी भनिन्छ। यस्ता औषधि वा लघु पदार्थको प्रयोगले रोगी व्यक्ति अलनीय वा चेतनाशून्य हुने गर्दछ। विश्व स्वास्थ्य संगठन WHO का असरहरू। जीवित प्राणीले सेवन गर्ने कुनै पनि प्रकारको तीव्र जसले प्राणीको एक वा एक भन्दा बढी क्रियामा परिमार्जन ल्याउन सक्छ, त्यसलाई लघु औषधिको रूपमा परिभाषित गरिएको छ महोदय। यसरी नै विश्व स्वास्थ्य संगठन 1964 का आधारमा समय वा समयवादीका आधारमा औषधि सिर्जना हुनुलाई लघु पदार्थ दुर्व्यसन भनिन्छ। स्टेट अर्चिङ फ्रम रिपिटेडली एडुकेसनल पिरियडिक 1964 जुन उद्देश्य पूरा गर्नका लागि लघु पदार्थ उत्पादन गरिएको हो, विपरीत मनपरी ढङ्गलेको विपरीत जथाभावी शरीरले सहन नसक्ने गरी प्रयोग गर्नुलाई लघु पदार्थ दुर्व्यसनी भनिन्छ। अर्को शब्दमा लघु पदार्थ दुर्व्यसनी भनेको मानिसले आफ्नो सन्तुष्टि उद्देश्य पूरा गर्नका लागि यस्ता लघु पदार्थ अनावश्यक रूपमा पटक पटक सेवन गर्नुलाई लघु पदार्थ दुर्व्यसनी भनिन्छ। जब कुनै किशोर किशोरी लघु पदार्थको लतमा फस्ने गर्दछन्, त्यस अवस्थामा व्यक्ति लघु पदार्थ बिना बाँच्न सक्दैन महोदय। सरकारी स्वास्थ्य अनुसार नेपालमा करिब 5000 पुरुष, करिब 5000 महिला लघु औषधिको प्रयोगकर्ता रहेको अनुमान छ। पहिलो पटक उपभोग गर्नेहरू 15 देखि 19 वर्षका किशोर वा किशोरी तथा आधारभूत तहका विद्यार्थी नै हुन् महोदय। लघु औषधिको प्रयोगकर्ता मध्ये जम्मा 2% मात्र सुरक्षित सुई लगाएको सरकारी स्वास्थ्यले देखेको छ महोदय। लघु पदार्थ दुर्व्यसनीबाट देखा पर्ने खराब असरहरू मध्ये स्वास्थ्यमा पर्ने असर तथा सामाजिक तथा आर्थिक अवस्थामा पर्ने असरहरू। स्वास्थ्यमा पर्ने असरहरू। इफेक्ट अफ हेल्थ। खाना मन नलाग्ने, बिस्तारै बेली कुहिनेको शिकार बन्दछ महोदय। छाला वा कलेजो सम्बन्धित रोगहरू संक्रमण बढ्छन् महोदय। कहिले कहीँ व्यक्तिले आत्महत्या र अरूको हत्या गर्न सक्छ महोदय। 81 लघु पदार्थ बन्द गरियो भने भोक नलाग्ने, निन्द्रा नलाग्ने, वाककी आउने, आँखा र नाकबाट पानी आउने जस्ता लक्षणहरू देखा पर्न सक्छन्। यसका साथै महोदय सामाजिक तथा आर्थिक अवस्थामा पर्ने असरहरू। समाजमा कहिले चोरी, झै झगडा, आपराधिक क्रियाकलापहरू बढ्ने, आर्थिक अवस्था डमाडोल हुने, सामाजिक मूल्य मान्यतामा आँच आउने, देश विकास कार्यालयमा आँच आउने महोदय। लघु पदार्थ विगतमा तराईका ठुल्ठुला सहरमा मात्र थियो भने यसको दुर्व्यसनी ग्रामीण गाउँठाउँमा पनि यसको दुर्व्यसनी बढेको छ। यो विश्व राष्ट्रिय समाजको निकै डरलाग्दो समस्या हो। यसर्थ यसमा सबै तह र तहबाट माथि उडेर यसका नीति नियमहरू निर्माण गरेर यसलाई न्यूनीकरण गर्न सकिन्छ। यदि होइन कोही जिम्मेवार हुने होइन भने दिन 2 गुणा रात 4 गुणा बढ्ने देख्नुका साथै उज्जवल भविष्यको उज्जवल बालबालिकाको भविष्य कुलत वा लघु पदार्थमा गुर्जिनेछ। प्रिभेन्टिङ इज द बेटर देन पिरियोडिक इज ड्रप एभेक्स। यति भन्दै मेरा 2-4 शब्द यहीँ टुङ्गाउन चाहन्छु। हस्त धन्यवाद। पहिलोचोटि रमाइलो लाग्यो, भयो आनन्दको संसार, तर बिस्तारै डुबाउँदै लगी छोड्यो गहिरो अन्धकार। छोडिदिउँ यो नकारात्मक, गरौँ बढौँ उज्यालो सुरुवात। स्वस्थ जीवन जिउ अनि खुसी बनाऊ दिनरात। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस आधारभूत अन्तर्गत विद्यालय स्तरीय प्रतियोगिताका सभाध्यक्ष महोदयज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, व्यासमा आसीन अन्य अतिथिगणहरू, निष्पक्ष निर्णायक मण्डल, उपस्थित शिक्षक शिक्षिकाहरू, अभिभावकहरू र मेरै प्रतिस्पर्धामा उत्रेका प्रतिस्पर्धी साथीहरू र सम्पूर्ण विद्यालयबाट पाल्नुभएका विद्यार्थी साथीहरूमा म सुस्मिता बस्नेत र मेरो विद्यालय श्री बाल कल्याण आधारभूत
विद्यालयको तर्फबाट नमस्कार स्वीकार्नुहोस्। आज मिति 2081 साल 12 महिना 21 गते हुन गइरहेको यस निराजन माविको प्राङ्गणमा वक्तृत्व कला प्रतियोगितामा मैले पनि भाग लिने अवसर पाएकोमा आफूलाई भाग्यशाली ठानेकी छु। यो एउटा महत्त्वपूर्ण र संवेदनशील विषयमा वक्तृत्व कला आयोजना गर्ने हाम्रो यस वडा नम्बर 3 परिवारलाई मनैदेखि हार्दिक धन्यवाद दिन चाहन्छु। वक्तृत्व कलाको शीर्षक रहेको छ लागु पदार्थ दुर्व्यसन र यसका असरहरू। सभाध्यक्ष महोदय, लागु पदार्थ भन्नाले मानिसको स्थायीपनालाई असर गर्ने र मानिसको दिमागलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर गर्ने मादक पदार्थ नशालु लागु औषधलाई बुझिन्छ। हो वास्तवमा लागु पदार्थले मानिसमा भयावह र निकै डरलाग्दा असरहरू निम्त्याउँछ। यसको सेवनबाट निस्किने परिणाम निकै डरलाग्दा हुन्छन्। सभाध्यक्ष महोदय, आज म यही लागु पदार्थ दुर्व्यसनका असरहरू बारे बोल्न गइरहेकी छु। लागु पदार्थले मानिसमा विभिन्न किसिमका असरहरू निम्त्याउँछ। असरहरू मध्ये एकमा छ स्वास्थ्यमा पर्ने असर। सभाध्यक्ष महोदय, लागु पदार्थले मस्तिष्कलाई निकै क्षति गर्दछ। यसले सोच्ने क्षमता र निर्णय गर्ने क्षमतामा समेत ह्रास ल्याउँछ, जसका कारण शारीरिक रोगहरू जस्तै कलेजो, फोक्सो, हृदय सम्बन्धी समस्या निम्त्याउँछ, जस्तै सिजोफ्रेनिया, डिप्रेसन पनि यसकै कारणबाट देखा पर्दछ। यसैगरी अर्को छ आर्थिक असर। लागु पदार्थमा लागेका व्यक्तिहरूले समाजमा अशान्ति र अपराधको वृद्धि गराउँछ। एक अर्काको लहैमा लाग्नु, चोरी, डकैती, हत्या, हिंसा, अन्य गैर कानुनी कार्यहरू यसकै सेवनबाट प्रभावित व्यक्तिबाट हुने गर्दछ। यसैगरी अर्को छ आर्थिक असर। लागु पदार्थमा लागेका व्यक्तिहरूले आफूले कमाएको सम्पूर्ण रकम खर्च गर्छन् र यिनीहरूको आर्थिक अवस्था बिग्रिन्छ। सभाध्यक्ष महोदय, लागु पदार्थले मानिसको स्थायीपनालाई निकै क्षति गर्दछ। यसले मानिसको व्यक्तित्वलाई नष्ट गर्दछ। यसैगरी अर्को छ व्यक्तिगत जीवनमा पर्ने असर। सभाध्यक्ष महोदय, लागु पदार्थले परिवारमा झैझगडा हुनु, सम्बन्ध बिग्रिनु, परिवार र समाजबाट टाढिने जस्ता अवस्था सिर्जना हुन्छ। यसले मानिसको व्यक्तित्वलाई नष्ट गर्दछ। सभाध्यक्ष महोदय, लागु पदार्थ एउटा यस्तो चिज हो जसको कारण मानिस सुख शान्तिमा कहिल्यै फर्कन पाउँदैन। धेरै जसो युवा युवतीहरू यस क्रोधको दलदलबाट उम्किन नसक्ने गरी फसिरहेका छन्। सभाध्यक्ष महोदय, लागु पदार्थ एउटा यस्तो चिज हो जसको कारणले मानिसले आफ्नो सामान्य जिम्मेवारी बिर्सिन्छ, जस्तै व्यक्तिगत सरसफाइ, परिवारप्रतिको कर्तव्य, विद्यालय कार्य, परिवारप्रतिको कर्तव्य र आफूले गर्नुपर्ने हरेक कार्यहरू बिस्तारै भुल्दै जान्छन्। सभाध्यक्ष महोदय, केही क्रोध चाँडै नै उत्पन्न हुन्छ भने केही त पटक पटक सेवन गरे पश्चात पूर्ण इच्छा जागेर आउँछ। सभाध्यक्ष महोदय, जब यो इच्छा मन र मस्तिष्कमा दौडेर आउँछ तब त्यो इच्छा अनियन्त्रित हुन्छ। बिस्तारै यी इच्छाहरू यति बलिया हुँदै जान्छन् कि मानिसले सबै कुरा त्याग्न सक्छ तर लागु औषध त्याग्न सक्दैन। सभाध्यक्ष महोदय, चुनाव गन्ती लागिसकेको छ। म अन्त्यमा के भन्न चाहन्छु भने यति नशालु पदार्थ, विषालु पदार्थ कुनै पनि दाजुभाइ दिदीबहिनी युवा युवतीहरूले यस क्रोधको दलदलबाट फस्नु नपरोस् भन्दै म मेरा 2 शब्द यही अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद। नमस्कार। सञ्चालक सरलाई, आदरणीय यस कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथिज्यूहरू, निर्णय बुढालज्यूहरू, विभिन्न विद्यालयबाट उपस्थित शिक्षक शिक्षिकाहरू र प्रतिस्पर्धा मित्रहरू र उपस्थित विद्यार्थी साथीहरू सम्पूर्णमा म विप्ता उडातिको तर्फबाट नमस्कार। आज मिति 2081 साल चैत्र 21 गतेका दिन यस निराजन माविको प्राङ्गणमा सिद्धकुमार गाउँपालिका वार्ड नम्बर 3 ले आयोजना गरेको लागु पदार्थ दुर्व्यसन र यसको असर शीर्षकको वक्तृत्व कला प्रतियोगितामा म पनि निराजन माविको तर्फबाट प्रतिस्पर्धामा भाग लिन पाउँदा हृदयदेखि नै खुसी छु। आदरणीय दर्शक महानुभावहरू, सर्वप्रथम म लागु पदार्थ के हो त्यसका बारेमा प्रश्न पार्न चाहन्छु। चुरोट, सुर्ती, रक्सी, गाँजा, चरस, हिरोइन आदि वस्तुलाई लागु पदार्थ भनिन्छ भने यस्ता वस्तुको प्रयोग गर्नुलाई लागु पदार्थ दुर्व्यसन भनिन्छ। लागु पदार्थको प्रयोग स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ। यसको प्रयोगले आँखा रातो हुने, शरीर चित्रुने, झुम्माउने, खाना खान मन नलाग्ने, आलस्य हुने आदि जस्ता शारीरिक लक्षण देखा पर्न जान्छन् भने यसबाट डराउने, आत्तिने, निराश्ने, स्मरण शक्तिमा कमी हुने जस्ता मानसिक लक्षण देखा पर्न जान्छन्। प्रायः जसो बालबालिकाहरू आफ्नो आमाबाबुसँग स्वस्थ सम्बन्ध नभएको कारण वा परिवारबाट उच्च रेखदेख माया ममता नपाएको कारण वा घरको कुनै सदस्यले लागु पदार्थ सेवन गर्नुभएको कारण वा गलत साथीको सङ्गत वा दबावको कारण वा तनावबाट मुक्ति पाउने भ्रमको कारण वा मनोरञ्जनको कारण वा अर्को देखासिकीका कारण वा अन्य विविध कारणले गर्दा लागु पदार्थ सेवन गर्न पुग्छन्।
बिस्तारै बिस्तारै उनीहरूमा लत बस्दै जान्छ र उनीहरू लागु पदार्थको एडिक्टर बन्न पुग्छन्। दर्शक महानुभावहरू, त्यसपछि उनीहरूको जीवन र भविष्यमाथि ठुलै वज्रपात हुन्छ। उनीहरूका सारा सपनाहरू चकनाचुर हुन्छन्। उनीहरू एउटा लक्ष्यविहीन यात्री बन्न पुग्छन्। उनीहरूको जीवन कुहिरोको कागज अन्धकारमा बालिन्छ। त्यसपछि उनीहरू रुँदै क्राउँदै छटपटिँदै उडायो सपना सबै हुरीले जस्ता गीतहरू गाउँदै दिनहरू जेतेन दगिरहेका हुन्छन्। दर्शक महानुभावहरू, सन् 1961 मा विश्व स्वास्थ्य सङ्गठन WHO ले व्यक्ति र समाजलाई हानिकारक हुने आवधिक तथा दीर्घकालीन उत्कृष्टता जुन लागू गर्न वा यसलाई कुनै पनि माध्यमबाट प्राप्त गर्न र औषधि सेवन जारी राख्न अत्याधिक चाहना भएको विशेषतालाई लागु पदार्थ दुर्व्यसन गरिन्छ भनी परिभाषित पारेको छ। दर्शक महानुभावहरू, लागु पदार्थले सेवनकर्ताको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पारी मन स्थिति र व्यापारमा उत्पन्न गर्न लक्षण र प्रतिक्रियाका आधारमा लागु पदार्थ 4 भागमा वर्गीकरण गर्न सकिन्छ। नम्बर 1 दुखाइ कम गर्ने लागु पदार्थ, उदाहरणको लागि अफिम, हेरोइन। नम्बर 2 मध्यप्रमात्मक लागु पदार्थ, उदाहरणको लागि धतुरे, चटके, च्याउ। नम्बर 3 उत्तेजक लागु पदार्थ, उदाहरणको लागि क्याफिन, कोकिन। नम्बर 4 डिफिसिएन्ट लागु पदार्थ, उदाहरणको लागि फिनाइलिन, नेफाजोलिन। दर्शक महानुभावहरू, लागु पदार्थको सेवनले व्यक्ति दुर्व्यसनमा फस्दछ। यस्ता दुर्व्यसनहरू आफ्नो पारिवारिक एवं सामाजिक दायित्वबाट विमुख हुँदै क्रमश असामाजिक, एकान्तप्रिय, अनुत्पादक र बेकामका हुन्छन्। दुर्व्यसनले परिवार, छरछिमेक, राष्ट्र र विश्व समुदायप्रतिको आफ्नो जिम्मेवारी भुलेर केवल अर्को मात्र कसरी प्राप्त गर्ने भन्ने चिन्ताले ग्रस्त बन्दछ। लागु पदार्थको आफ्नो तृष्णा मेटाउन दुर्व्यसनले माग्ने, रेलिने, चोर्ने, ढाक्ने, ठग्ने, लुटपिट गर्ने, बेसाबित गर्ने, हत्या गर्ने र सबैबाट बन्द भएपछि आत्महत्या समेत गर्न सक्छ। दर्शक महानुभावहरू, लागु पदार्थको दुरुपयोगका कारणले व्यक्तिमा पागल बनाउने, उदास हुने, चिडचिड, हातमा तथा चिन्ता हुने, बेचैन उत्पन्न हुने, भ्रम अतिभ्रम हुने, शरीरका आफ्नै निन्दम परिवर्तन हुने यस्ता मानसिक असर देखा पर्छन् भने HIV एड्स, हृदय रोग, फोक्सो रोग, पेटमा अल्सर, क्यान्सर, क्षयरोग तथा प्रजनन क्षमतामा हरास हुने आदि जस्ता शारीरिक असर देखा पर्छन्। त्यसै गरी पारिवारिक झगडा, बाटोमा दुर्घटना, समाजमा बहिष्कृत, सामाजिक अपराधी विरोधी, सहयोगी भावनाको कमी हुने आदि सामाजिक पक्षमा देखिने समस्याहरू, परिवारको आर्थिक स्थिति कमजोर हुने, अनावश्यक खर्च बढ्ने, पेसाबाट हट्नु पर्ने वा बेरोजगारी हुनुपर्ने आदि आर्थिक पक्षमा देखिने समस्याहरू हुन्। दर्शक महानुभावहरू, लागु पदार्थ दुर्व्यसनको असर यतिमा मात्र सीमित रहँदैन। यसले गर्दा विद्यार्थीको अध्ययनमा समस्या हुने, विद्यालयको वातावरण धमिने, राष्ट्रमा उत्पादनशील एवं दक्ष जनशक्तिको अभाव, राष्ट्रियतामा खतरा हुने यस्ता अन्य समस्या देखा पर्न जान्छन्। उपस्थित महानुभावहरू, अब म लागु पदार्थ दुर्व्यसनबाट कसरी बस्ने त्यसका बारेमा प्रश्न पार्न चाहन्छु। तपाईँ हामी सबैलाई थाहा छ, नेपाली कान सङ्गत हुनको फल हो। हामीले राम्रो फल पाउन राम्रो साथीको सङ्गत गर्नुपर्छ। त्यसै गरी लागु पदार्थबाट बस्न पनि असल साथीको मात्र सङ्गत गर्नुपर्छ। समाजमा लागु पदार्थ विरुद्धमा जनचेतना फैलाउनुपर्छ। आमा बुवाले आफ्नो बालबालिकासँग स्वस्थ सम्बन्ध राख्नुपर्छ। घरमा सधैँ रमाइलो वातावरण बनाउनुपर्छ। फुर्सदको समयमा खेलकुद, मनोरञ्जन र सृजनात्मक काममा लाग्नुपर्छ। लागु पदार्थको उत्पादन, बिक्री, वितरण तथा अवसर प्रसारमा रोक लगाउनुपर्छ। उपस्थित महानुभावहरू, लागु औषध नियन्त्रण ऐन 2033 ले लागु पदार्थको सूची तयार गरेको छ। यसको प्रयोग वा अवसर प्रसारलाई निषेधित गरेको छ। उक्त कानुनअनुसार गाँजा सेवन गर्ने व्यक्तिलाई 1 महिनासम्म कैद, 2000 रुपियाँसम्म जरिवाना हुन्छ। गाँजा उत्पादन, तयारी, खरिद, बिक्री, वितरण, निकासी, अवसर प्रसार तथा सञ्चय गर्ने व्यक्तिलाई 10 वर्षसम्म कैद, 15,000 रुपियाँसम्म जरिवाना हुन्छ। अफको किन त्यसबाट बनेका लागु औषधिको सेवन गर्ने व्यक्तिलाई 10 वर्षसम्म कैद, 1 वर्षसम्म कैद, 10,000 रुपियाँसम्म जरिवाना हुन्छ। साथै लागु पदार्थ दुर्व्यसनको प्रकृति अनुसार नगद जरिवाना जेल सजाय हुने समेत व्यवस्था छ। अन्तमा लागु पदार्थ स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ। हामी कसैले पनि यस्ता लागु पदार्थको प्रयोग कहिले पनि गर्नु हुँदैन र अरूलाई पनि नगर्ने सल्लाह दिनुपर्छ। यति कसैले यस्ता वस्तुको प्रयोग गरिहालेमा कानुनमा बमोजिम सजाय दिनुपर्छ भन्दै म पनि बिदा हुन्छु। हवस्, धन्यवाद। यस सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्य अतिथिगणहरू लगायत एक हातमा कलम र अर्को हातमा काव्य समाएर निष्पक्ष निर्णय गर्न बस्नुभएका निर्णायक मण्डलज्यू, समय सूचक, बौद्धिक प्रतिस्पर्धी साथीहरू, अप्रतिस्पर्धी साथीहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई मेरो विद्यालय हिमालय आदि र मेरो व्यक्तिगत तर्फबाट स्वीकार्नुहोस्। नमस्कार। आज मिति 2081 साल 12 महिना 21 गते हुन गइरहेको यस वक्तृत्व कला कार्यक्रममा म सहभागी हुन पाउँदा म आफूलाई धेरै गर्वशाली ठान्दछु। वक्तृत्व कला कार्यक्रमको शीर्षक रहेको छ लागु पदार्थ दुर्व्यसन र यसका असरहरू। सभाध्यक्ष महोदय, विभिन्न मादक र नशालु पदार्थलाई लागु पदार्थ भनिन्छ। त्यस्ता पदार्थ जसले मानिसको शरीरमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा हानि पुर्याउँछ त्यस्ता पदार्थ लागु पदार्थ हुन्। यसलाई नशा पनि भन्ने गरिन्छ। गाँजा, चरस, अफिम जस्ता वस्तु लागु पदार्थ हुन्। गाँजा, चरस, अफिम जस्ता वस्तुको प्रयोग गर्नु लागु पदार्थ दुर्व्यसन हो। सभाध्यक्ष महोदय, हाम्रो देश नेपालमा करिब 70,000 भन्दा बढी लागु पदार्थ दुर्व्यसनी मध्ये अधिकांश 40 वर्ष मुनिका छन्। साथीहरूको सिको लय चिन्ता तनाव कम गर्ने भरमा पनि कतिपय मानिस लागु पदार्थ दुर्व्यसनी भन्न पुगेका छन्। जीवनमा लगातार असफलता, बेरोजगारी, आत्मनियन्त्रण प्रभावकारी, कानुनको अभाव, चेतनाको अभाव जस्ता कारणले पनि मानिसहरू लागु पदार्थ दुर्व्यसनको प्रयोग गर्न थाल्छन्। बढी आर्थिक स्वतन्त्रता पाएका मानिस लागु पदार्थ दुर्व्यसनको प्रयोग गर्छन्।
घरका कुनै सदस्यले लागु पदार्थ दुर्व्यसनको प्रयोग गर्ने भएमा कसैको दबाब भएमा पनि लागु पदार्थ दुर्व्यसनको प्रयोग गर्न थाल्छन्। सभाध्यक्ष महोदय, लागु पदार्थ दुर्व्यसनको प्रयोग गर्दा हामी उचित संस्कार र मार्गनिर्देशन आउँदा हामी शिशिरको पात पनि झर्न सक्छौँ। लागु पदार्थ दुर्व्यसनको प्रयोग लत अक्सिजनको इनार हो जहाँ खुसिएपछि तान्न गाह्रो हुन्छ। त्यसैले इङ्ग्लिसमा भनिन्छ स्मोकिङ ड्रिङ्किङ विल सुड बी ब्यान्डेड इन आवर लाइफ। धुमपान मद्यपान जस्ता लागु पदार्थ दुर्व्यसन हाम्रो जीवनमा प्रतिबन्धित गर्नुपर्छ भनेर हामीले लागु पदार्थ दुर्व्यसनको प्रयोग गर्न थाल्यौँ भने हामी चोरी डकैती र आत्महत्या गर्न पनि बाध्य बन्न सक्छौँ। लागु पदार्थ दुर्व्यसनको प्रयोगले मानिसले चोरी डकैती गर्दा मानिसको कसैको हत्या गर्न कसैलाई केही गर्न झैझगडा हुन र आर्थिक स्वतन्त्रतामा पनि कमी ल्याउन बेर लगाउँदैन। लागु पदार्थ दुर्व्यसनको प्रयोग गर्दा धेरै मानिस दलदलमा परेका हुन्छन्। मानिसहरूले लागु पदार्थ दुर्व्यसन गर्नु हुँदैन। सभाध्यक्ष महोदय, हामीले कसै मानिसले लागु पदार्थ दुर्व्यसनको प्रयोग गरेको देख्यौँ भने हामीले नजिकैको प्रहरी चौकी बाल क्लब आमा समूह जस्ता समूहमा पनि खबर गर्नुपर्छ। यदि लागु पदार्थ दुर्व्यसनको प्रयोग नगरौँ, यदि हामीले लयमा लागि गऱ्यौँ भने अप्ठ्यारो जेठ डाक्टर मृत्यु पछिको डाक्टर जस्तै हुनेछौँ। सभाध्यक्ष महोदय, लागु पदार्थ दुर्व्यसनको प्रयोग नगरौँ। हाम्रा साथीहरू हाम्रा मित्रहरू लागु पदार्थ दुर्व्यसनको प्रयोग गर्दा कतिपय मानिस आफ्नो मृत्युलाई पछ्याउँदै हिँड्छन्। लागु पदार्थ दुर्व्यसनले विभिन्न रोगको शिकार बनाउन पनि सक्छ। त्यसैले हामीले लागु पदार्थ दुर्व्यसनको प्रयोग गर्नु हुँदैन। यति भन्दै म आफ्नो 2-4 शब्द इन्टर गर्न चाहन्छु। हस्त धन्यवाद। तपाईं हेर्दै हुनुहुन्छ सञ्चार, समेट्छौं सबै कुरा।